हजुरहरूले पेपर साइडमा सुन्नुभयो भने अवश्य कविता मिठो हुनेछ। यो कविता हामी विदेशमा बसेका भाइहरूले दिदीलाई लेखेको कविता र दिदीले के भन्नुहुन्छ त्यो कविता सुनेर त्यसलाई यस कविता मार्फत समावेश गरेको छु। ल म अगाडि बढ्छु। कविताको शीर्षक छ दिदी दिदी आज फेरि दिन आयो दिदी आज फेरि जहाँ तिमी समुद्रबारी पाठमा पाठको पेटको नाममा आँसु र सन्तराको विषयमा तिम्रो सम्झिरहेको छु। तिमीलाई थाहा छ दिदी म हरेक वर्ष यही दिन क्याम्पसबाट तिम्रो निधारमा फुलको थाली राखिएको देख्दा मेरो स्वर्ग तर आज दिदी तिम्रो त्यो निधारमा उज्यालो म मुस्कुराउने नाटक गरिरहेको छु दिदी तपाईँले आशिष भन्नुभयो होला मेरो भाइलाई भगवान जोगाओ तर भगवानले पनि लाग्छ पढ्दैछ पढ्दैन त्यसैले हरेक वर्ष म सम्झन्छु तिम्रो समुद्रमा ढल्किरहेको म तिम्रो खुट्टामा टाउको टेकिरहेको तिमी भन्थ्यौ बुवा जस्तै दोपन भाइ बुवा जस्तै। आज म ठुलो कुरा गर्छु तर भित्र खाली छु किनकि त्यो हातको स्पर्श कसैले डोर्याउन सक्दैन यहाँ घडीको टिक टिक पनि सब शोक सत्य जस्तो लाग्छ। यहाँ परदेशमा घडीको टिक टिक शब्द पनि शोक शब्द जस्तो लाग्छ। परदेशी हावामा चिया पिउँदा पनि हजुरले पकाएको स्वाद सम्झन्छु र मेरो हात काट्छ किनकि त्यो कप समाप्ति आज शब्द रङ्ग बिग्रिसकेको छ। दिदी के तिमीले सुनेकी छौ त्यो आवाज दिदी के तिमीले सुनेकी छौ त्यो आवाज यहाँ मेरो हरेक स्पन्दनमा तिम्रो नाम उच्चारण हुन्छ र हरेक सासमा एक थुपा आँसु निस्कन्छ। यदि तिम्रो घरको छतमा देउसी गीत बज्दैछ भने जान्नुहोस् त्यो स्वरमा दिएको छु र तिम्रो निधारतिर परदेशबाट नदेखिने फुल पठाएको छु दिदी। दिदी यो वर्ष टिका पनि तिम्रो थालीमै थालिएको छु। आशिषका शब्दावलीमा मेरो आँसु पिसिएको छ र त्यो थालीको उज्यालोमा तिमीलाई दिदी किनले टाढा छैन मेरो फुसफुसलाई आवाज सुनाउँछु तर मनले मानेको छैन दिदी। तर यो परदेशी मनले मानेको छैन दिदी। म साथी नै धेरै टाढा छु। तिमीले ल टिका थाप भाइ भनेर बोलाउँदा मेरो मुटु रुन्छ। म यहाँ रोज्छु दिदी तर टाउको खाली छ यहाँ सुनसान छ। म आउनेछु जब मेरो हातले फेरि तिम्रो हात छुइनेछ रङको फेरि निधारमा मिलन हुनेछ त्यो दिन म रुँदैन दिदी। एक थुपा ममताले यदि त्यो दिन म रुँदिनँ दिदी किनकि आज हजारौँ वर्षको बेला त्यो एक थुपा ममताले धोइदिनेछ। आज त्यो हजारौँ वर्षको बेला त्यो एक थुपा ममता